नयाँ वर्ष, नयाँ आशा अनि नयाँ सुरुवात 2083 सालको तपाईँले सोचे जस्तो अनि चाहे जस्तो रहोस्। नववर्ष 2083 सालको शुभकामना सबै नेपालीमा। हेर्नुहोस् त, नयाँ वर्ष मेरो सुरुवात यसरी गरेको छु। तपाईँहरूले नयाँ वर्ष कसरी सुरुवात गर्नुभएको छ? म मेरो आमा, मेरो दिदी, बहिनीहरूसँग चाहिँ मन्दिर गएर पूजा गरेर सुरुवात गर्ने निर्णय गरेको भएर मन्दिर गएर पूजा गऱ्यौँ। त्यो मन्दिरको भिड यति धेरै छ, यति धेरै लाइन होइन, लाइनमा पर्खेर हामीले पूजा गऱ्यौँ। पर्खिनु नै सबैभन्दा ठुलो महानता जस्तो लाग्यो कि यो बेलामा चाहिँ सबैजना पर्खिराख्नु भएको थियो। रमाइलो भयो। हेर्नु त, नयाँ वर्षको दिन नै यसरी खुसी जोस जाँगर उमङ्गको साथमा पूजा गरिसके पछाडि कसो यो साल जोस जाँगरको साथ नबित्ला होइन त? हेर्नुहोस् त, तपाईँहरूले कसरी मनाउनु भयो? तपाईँहरूले कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब पनि गर्नुहोस् है। हाम्रो नयाँ वर्ष यसरी बितेको छ। थ्याङ्क यू सो मच।